राती में किन नुहाइस् त यार देखिए तो फलका तो बनानु को और इंच वो हुन्छ दा नम्बर 4 इंच पढ्दैन के किन दिन पर्यो र Hey everyone, welcome back to my new vlog. I hope सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आराम छु अनि न्यू डे न्यू भ्लगमा सबैजनालाई मोस्टली वेलकम छ। अनि बिहानको 7 बजी सकेछ हैन, म उठेर फ्रेश भएर चिया साया खाइसके अनि घाम पिनेको क्या मिठो घाम लागिसकेछ क्या। 3-4 दिन पछि यस्तो पानी आएर यस्तो तनाव भएको थियो अनि घाम पनि कति मिठो लागिसकेको छ क्या। हेर्न सक्नुहुन्छ हैन देश। बिहान उठ्ने बित्तिकै पहिलो घाउ मलाई यस्तो लाग्छ कि मेरै घरमै लाग्छ क्या। पहिलो घाउ भैँसीहरूको होइन बाहिर फुकाउनु पर्दैन क्या। ट्याक्क गोठको तल घाम परिहाल्छ, ट्याक्क उहाँबाट घाम निक्लेर ट्याक्क यहाँ घाम लाग्छ। हो कि होइन बाबु भन न। अनि अहिले म फेरि बाख्रालाई निकाल्नु पर्यो। ल ल ओया दाजुलाई आन्ने हो कहाँ अड्किया ल अब यो फेरि तल हिँडेको तपाईँ जाने तल होइन यता बस तल लगा स्ट्याक्क बाख्रालाई पनि बाँधिदियो। अलिकति घाँस खान्छ। के बनाएको नि तैँले यो हा खै चलाइ त्यसलाई ऊ माथि ल्याएर हिँड्दा हिँड्का हिँड यहाँ चलाइ त कसले बनाइदिएको नि हो हा स्कुल होइन आज त बिहान बिहान के त गाडी ल्याएर किताब सिताब ल्याएर पढ्ने बेला गाडी कुदाउन लाग्छ सा हा Hey! आइसा के रे हाल्दे मैले हाल्दिम हा अलि कम बनाइदियो भन्ने भन्दै मान्दैन नि ले खै यो खीर बाख्रालाई खीर तातै छ कि अलि कम गर न। धेरै दिन हुन्न क्या ब्याउने बाख्रा। बस भयो 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 के देखाम हा भक्कर बनाएको हाले पनि अब भक्कर स्टार्ट गर्छ कहाँ हान्ने त तेरो लाइभ ब्लग ए कस्तो गर्छ कि फेरि ल खाऊ चट्टा पारामा खाऊ है। ओहो हस्ते देखाइ त यस्तै गर्दै तर आय हाय के मसिन खै हा ल आए म आए मम्मी थोड़ा चाय गरम करना, मैं यहाँ कपाल फाल दे रहा हूँ। हजुर होइन गाइस अनि घाम पनि आए हाय। ओए हाम्रो गाउँमा घाम पर्छ कि पर्दैन उताको गाउँभन्दा पर्छ यो गाइस। अस्तिको 3-4 दिनको पानी आउँदाखेरि बाटो पन्छाएर तँलाई थाहा छैन अब कौनो गाडी बनाउने कस्तो बनाउने हो कसरी यहाँ राख्ने अरू ऊ त्यहाँ घुम्टी छ नि त्यहाँ घुम्टी यहाँ गएर बसेर चलाउने है। आएन ह्यान्डल म बनाइदिन्छु के ल
टिकटक बनाउँछ अब आयो न ए कुल्ले युआर अप्पा चेन्नई मुखा के हालेछ यसले ठिक दे ताका हाल्छ निकालो छैन जान भन्छ भाइ हालिदिन्छ ए खाऊ बलिउ ए यता टिकटक ए कार पैसा कति खान्छस् पिक्चर बनाएको के रे महिना 20,000 खान्छ अरे का महिना कति खान्छस् ल अब फेरि भन त के भन्यो अरे यो पिक्चर बनाएको कति खान्छस् महिनामा भनेको पिक्चर पिक्चर भन्छ कर मैले अबसम्म त कति खाएँ होला सुलभ मैले अब म ल छिटो दे कहाँ निकेस अनि दिस गाइस दाल झान्नको लागि मम्मीले फेरि अलिकति लसुनको पात लिएर आइज त भन्नुभएको थियो होइन मम्मी 2-3 आउँछ अर्ग्यानिक यता पनि लसुन यता फेरि लसुन प्याज बन्दाकोपी अनि दिस इज मटर यु अन्डरस्ट्यान्ड गाइस अहिले म फेरि चिया खाएर फेरि गाउँतिर हिँड्न लागेको छु अनि किन हिँड्न लागेको छु तपाईँलाई म गाउँ गएर भन्छु है अनि यहाँदेखि एउटा स्टार्ट हुन्छ 2टा बाटो छन् फेरि यता तल्लो जाने बाटो छ एउटा गाउँतिर अनि एउटा उपल्लो जाने बाटो छ ओके हाल्नु पर्यो यता फाल्न सक्दिनँ है गाइस फेरि म हो कि होइन खैतिर खै कति महिना भयो बाबु नुहाउनुको हिजो नगुमको राति रातिमा किन नुहाइस् त यो देखियो त फल्का यो अरिन्छ उ हुन्छ का यो चासिन्छ पढ्दैन अनि हाम्रो गाउँमा फेरि यस्तै हो क्या कपाल फाले बसे होइन ए हाँसेछ खैदे त यस्तै पैसा 150 रुपियाँ बचाउनको लागि यति गर्न पर्छ अनि म भन्छु है गाइस होइन कपाल फाल्ने कारण पनि छ नि बिचरा के भयो भन्दाखेरि किन कपाल फालेको भन्दाखेरि उहाँ जाने हो है मेगा कहाँ जाने हो सेरो जाने हो कपाल फाल्ने कारण के छ भन्दाखेरि आज 3-4 दिन भयो कि गाउँमा पानी आएको लास्टै पानी आएको थियो होइन त्यही भएर पानी आएको थियो अनि 3-4 दिन भयो लाइन पनि गएको थियो यो यस्तो भिडियोमा गएको थियो होइन त्यही भएर पानी गएको थियो अनि साथीको अस्ति नि क्या त्यहाँबाट म देखाउँछु है यसको घरबाट यहाँबाट क्या अँध्यारोको टाइम थियो यहाँबाट राति पिसाब गर्न निस्क्यो भने त यहाँबाट टाक्का खसेर डाइरेक्ट त्यसमा पर्यो त्यसको टाउको अनि यहाँ 6टा टाँका राति 9 बजे गएर 11 बजीतिर यो टाँका लाएर अनि त्यही हो त्यसमा त्यही भएर टाउको सुन्दैछ त्यही भएर यसको कपाल फाल्न परेको थियो अनि अहिले खानासाना खाइन्छ 10-10:30 बजीतिर फेरि हस्पिटल जानु छ त्यसको ड्रेसअप गराउनलाई साफसफाइ गर्नको लागि अनि भर्खर मैले जुङ्गा फालेको कस्तो के बच्चा जस्तो भयो लास्टै लगाइस् होइन लगाइस् हामी आइदियो मजातिर वाह
हुँदैछु होइन यता तर अलाउ हुँदैन नि यार त्यसको देखाउन अलाउ हुँदैन त्यही भएर हामी वेट गर्दैछौँ त्यसको पुरा ठिक हुँदैछ 4 वर्ष हुन लागिसक्यो त्यो नगरपालिकालाई भन्न लाग्यो